हेलो गाइज, ल स्वागत छ है आजको नयाँ भिडियोमा। सो आज भने चाहिँ म चाहिँ धेरै दिनपछि चाहिँ भिडियो लिएर आएको छु। सो अहिले हामी चाहिँ म चाहिँ तरुण भन्ने ठाउँमा छु, पोल्यान्डको। सो अहिले चाहिँ यहाँको टेम्परेचर हेर्नुपर्दा अहिले चाहिँ 19 छ। सो अहिले चाहिँ अब नेपालबाट आउने साथीहरूको सङ्ख्या चाहिँ एकदम कम छ र यहाँ आएर पनि अहिले चाहिँ नेपालबाट आउने साथीहरूको लागि चाहिँ पनि कार्ड दिइरहेको छैन हैन, भन्नाले लेट गरिरहेको छ दिन नदिएको भन्ने होइन। धेरै साथीहरूको लापरवाहीले गर्दा चाहिँ यहीँको पोल्यान्डको भिजा लाएर पनि साथीहरू चाहिँ डिएक्टिभ भएर चाहिँ नेपाल जानु भएको छ। एजेन्सीको थ्रुबाट एजेन्सीहरूले चाहिँ गर्दा मेरो आफ्नै चिनेको साथीहरू पनि डिएक्टिभ भएर चाहिँ नेपाल जानु भएको छ होइन। त्यस कारणले जो पनि अब यहाँ आइसकेपछि आफ्नो कार्डको लागि चाहिँ आफै प्रोसेस गरेर चाहिँ अलि छिटो गर्नु होला। मैले चाहिँ त्यो मेरो साथी चाहिँ अलि पहिले नै गएको रहेछ। मैले चाहिँ ऊ साथी नै हो भनेर चाहिँ मैले चाहिँ अस्ति भर्खर म आउँदै भनेर चाहिँ मैले बल्ल थाहा पाएको। त्यस कारणले चाहिँ अहिले कार्डहरू अप्लाई गर्दा चाहिँ पहिला नै गर्नु होला। र अनि तपाईँहरू क्रोएसिया या कुनै पनि ठाउँबाट गएर अरू देशबाट सेन्जन कन्ट्रीमा गएर यहाँ आउन चाहन्छु भन्नुहुन्छ भने तपाईँहरूले चाहिँ कम्तीमा पनि 2 वर्षको कार्डहरू लिएर आउनु होला। र अर्को कुरा चाहिँ नेपालबाट कोही साथीहरूले प्रोसेस गर्नु छ भने लगभग 3 वर्षको भएको 3-4 वर्ष भएको भ्यालिडको पासवर्ड पनि बनाउनु होला, किनकि यहाँ आएर पासवर्डहरू सिद्धियो भने चाहिँ पनि गाह्रो पर्छ। अनि अरू कुरा चाहिँ यहाँ आएर लगभग नेपालीहरू आएर यहाँ चाहिँ जुन कम्पनीमा आएको त्यो कम्पनीमा आएर गर्नलाई चाहिँ त्यही कम्पनीमा जो उहाँको नेपालको एजेन्सीले पठाएको कम्पनीमा गर्ने साथीहरू चाहिँ 80% मात्र हो, धेरैहरू हुनुहुन्न है। सो गाइज त्यही नै हो। कार्डको लागि अब तनावै छ है, अब थाहा नै भएको अहिले चाहिँ कार्डहरू हर्षपर्द दिइरहेको छैन है। म भएको ठाउँमा त लगभग 2 वर्ष लगभग लागेकै छ है सबैको। त्यस कारणले चाहिँ कार्डहरू दिइरहेको छैन, अलिक केयरफुल हुनु होला। अनि घर त आएर नेपालबाट आएर टन्न पैसा कमाइन्छ भनेर चाहिँ नसोच्नु होला। आएको ऋण चाहिँ धेरैले तिर्नु भयो होला, नतिर्ने मान्छेहरू पनि हुनुहुन्छ। 1 वर्षमा ऋण भ्याइन्छ भनेर ढुक्क भएर चाहिँ नआउनु होला है। अनि चर्को ब्याजमा तिरेर पैसाहरू पनि नफसाउनु होला, भिजा पनि दिइरहेको छैन। अनि अहिले चाहिँ हामी बसेको ठाउँतिर पनि नेपालीहरू थुप्रो हुनुहुन्छ। सो अहिले चाहिँ क्रोएसिया रोमानियाबाट आउनु थालिसकेपछि मान्छेहरूलाई जता पनि ल्याइदिने यताउति भएर चाहिँ यहाँहरू पनि नेपालीहरू पनि थुप्रो हुनुहुन्छ। अर्को कुरा थर्ड माध्यमबाट चाहिँ यहाँ आउने भनेर चाहिँ नेपाल, दुबई, कतार या साउदी कतैबाट पनि जस्तै क्रोएसिया पठाइदिन्छु अनि त्यहाँबाट पोल्यान्ड ल्याइदिन्छु भनेर भन्नुहुन्छ भने चाहिँ त्यो चाहिँ एजेन्सी या मेन पावरको भरोसा चाहिँ कमैले गर्नु होला, किनकि त्यहाँबाट आउने भनेको त्यो पछिको कुरा हो, नहुन पनि सक्छ है। अनि अहिले चाहिँ धेरै यहाँहरू चेकिङहरू गरिरहेछ, मान्छेहरू हिँड्दा गाडीहरूमा यताउति चेकिङ गरेर कडा गरिरहेछ है। मान्छेहरू बाहिर हिँड्दा यताउति ट्रेनहरूमा पनि चेकिङ गर्ने भएको कारणले चाहिँ आफू चाहिँ एकदम बलियो भएर साथमा पासपोर्टहरू यताउति लिएर हिँड्नु होला। कहीँ भएर कतै छोपिहाल्यो भने पनि गएर एक दिन जेलमा बसेर आउनुभन्दा आफू केयरफुल हुनु होला। सो है गाइज त्यही हो भन्दै ल आजको लागि चाहिँ मेरो भिडियो यहीँबाट अन्त्य गर्दै बिदा हुन्छु। हस्, धन्यवाद। जय देश, जय विदेश, जय विदेश, जय देश, जय देश है। ल गाइज अरू भिडियो लिएर आउनेछु। तपाईँहरूलाई यदि मसँग जोडिनु मन छ भने फेसबुक, इन्स्टाग्राम, टिकटकमा मेरो चाहिँ सेम नाम छ है, युट्युब जता कतै हामी त्यहाँ पनि जोड्न सक्छौँ भन्दै आजको लागि चाहिँ भिडियोबाट यहीँबाट बन्द गर्छु। हस्, धन्यवाद। जय देश, जय विदेश।